हेलो एन्ड नमस्ते तपाईहरुको यो हँसिलो रसिलो म दिपकको तर्फबाट फेरि पनि तपाईहरुलाई नमस्ते म भन्न चाहन्छु। अनि आज फेरि हामीले नयाँ कुरा गर्दैछ। के कुरा थाहा छ? अस्ति चाहिँ हामी चिकन मोमोमा थियौं, आज चाहिँ भेज मोमो खाँदैछौं। क्या अरे यहाँ हेर्नुहोस्, बट्टाबाट भेज मोमो बनिँदैछ। हाम्रो आन्टी रसिलोको आन्टी हुनुहुन्छ, यहाँ मेरो बहिनी हुनुहुन्छ, अनि मेरो आमा। अनि आज हामी भेज मोमो खाँदैछौँ। यहाँ बहिनीको भेज मोमो बनाइ खतरा छ, देख्दै हुनुहुन्छ। यहाँ दिदी यहाँ एकदम एक्साइटेडसँग अचार बनाउन, अचारको लागि रेडी भएको। अनि यो मोमो कार्यक्रममा चाहिँ म चाहिँ खाने मात्रै हो, पोको पार्न पनि त्यति मजाले आउँदैन, अनि बेल्न त झन् आउँदैन राम्ररी। किमा सिमा चाहिँ बनाउन आउँछ, तर बनाइन गाइस। मैले चाहिँ खाने हो भरे खाएको पनि देखाइदिन्छ है मलाई।